एकैछिन ल यो एआई को जमानामा एआई फिचरहरू इन्क्लुड भएको स्मार्टफोनहरू लिन कति तपाईहरु छुट्नु भएको त छैन। बजारमा गोरिल्ला ग्लास पिक्चर्स 2 को पोर्ट्रेट भएको 6.67 इन्चको एमोलेड कर्भ डिस्प्ले भएको 120 हर्ज रिफ्रेश रेट भएको नोट 14 प्रो प्लस आइसकेको छ। 110 एमएच ब्याट्री भएको यस फोनमा हजुरहरूले 200 मेगापिक्सलको मेन क्यामेरा, 8 मेगापिक्सलको अल्ट्रा वाइड र 2 मेगापिक्सलको माइक्रो क्यामेराका साथसाथै 20 मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि पाउनुहुनेछ। तपाईले यसमा IP68 को वाटर एन्ड डस्ट रेसिस्टेन्ट पनि पाउनुहुनेछ। फ्री फायर लगायतका गेमहरू खेल्नको लागि यसमा स्न्यापड्रागन 7 Gen 3 प्रोसेसर पनि दिएको छ। साथसाथै यदि गेम खेल्दा मोबाइल चलाउँदाखेरि झ्याप्प ब्याट्री सकियो अफ भयो भने पनि आत्तिनु पर्दैन, किनकि यसमा 25 मिनेटमै फुल हुने 120 वाटको हाइपर चार्जर चाहिँ दिएको छ। यसको साथसाथै हजुरहरूले सरल किस्ताबन्दीमा लिन चाहनुहुन्छ भने नेपालको जुनसुकै साउमीको पसलबाट मात्र रु 3333 रुपियाँ मन्थली पे गरेर चाहिँ यो फोन चाहिँ किस्ताबन्दीमा प्राप्त गर्न सक्नुहुनेछ। एआईको जमानामा एआईका विभिन्न फिचरहरू इन्क्लुड भएको यो फोन मैले चाहिँ लिइसकेँ। अब हजुरहरूको पालो लिने होइन त? रेडमीको नोट 14 प्रो प्लस